नमस्ते सम्पूर्ण साथीहरू सबै सन्चै होला हैन। आज चाहिँ हामी यहीँबाट स्याउला काटेर ल्याउँ अनि यहीँ उखु के कस्तो भएको छ भनेर यहीँ हेर्नलाई पनि आथ्यौँ साथीहरू। यो चाहिँ मेरो उखु खेती भयो साथीहरू। यो चारैतिर हेर्न सकिन्छ साथी, तलदेखि सबै क्यामेरामा आइरहेको छैन साथी, तलदेखि अनि माथिसम्म अनि यहाँ अगाडि यो सबै मेरो उखु खेती हो साथीहरू। अनि साथीहरू मुसाले चाहिँ धेरै नोक्सान पुर्याएछ साथीहरू। यो हेर त काटेर पुरै उखु सुकाइदिएछ। यहाँ त टन्न अहिले भित्रबाट निकालेको साथीहरू। यो हेर त यो यति उखु यो यति बर्बाद पारेछ मुसाले। अब यो औषधि हाल्नु पर्यो साथीहरू। के गर्ने, औषधि त हाल्नै पर्छ, नहाले त पुरै खतम पार्देला जस्तो छ साथीहरू। अनि अब फागुन 2-3 गतेदेखि उखु हामी पेल्न चालु गर्छौँ गुड बनाउन। अनि पहाडी एकदम अर्ग्यानिक यो के भन्छ साथी, कठे उखुको गुड चाहिएमा साथीहरू हामीलाई सम्झनु होला है। यहाँ स्याउला पनि हामीले यहीँबाट काट्यौँ। यो बुढीले यहाँ भारी मात्दैछ साथीहरू। अस्तिको जस्तै धेरै नहाल्नु है मेरो भारीमा। यो ल साथीहरू, हस्, धन्यवाद।